नमस्ते। आज हामी क्रिकेटको एउटा निकै चाखलाग्दो श्रृङ्खलाबारे कुरा गर्दैछौँ। हो त्यो 2025 को जुनमा स्कटल्यान्डमा भएको नेपाल र नेदरल्यान्ड्स बीचको टी20 आई श्रृङ्खला होइन? एकदम। त्यही श्रृङ्खलाका दुई खेलहरू जसले निकै तरङ्ग नै ल्यायो। आज तिनै खेलका स्रोतहरू केलाएर खास के भयो त भनेर अलिक गहिरिएर हेरौँ न। हुन्छ सबभन्दा महत्त्वपूर्ण कुराहरू, रोचक पक्षहरू के थिए त्यो खोतल्ने प्रयास गरौँ। पहिलो खेल त के भनौँ, मतलब इतिहास नै बन्यो क्यारे त्यो त। साँच्चै त्यो ट्रिपल सुपर ओभर अविश्वसनीय नै थियो। हो नि, हामी त्यही ट्रिपल सुपर ओभर अनि त्यसपछिको नेपालको पुनरागमनको कथामा अलि विस्तृतमा जाउँ। ल पहिलो खेलबाटै सुरु गरौँ। पहिलो खेल जुन 16, 2025मा ग्लास्गोको टिटवुडमा। हो, अनि निर्धारित 20 ओभरमा दुवै टिमको रन ठ्याक्कै बराबर भयो 152। खेल टाई। अनि सुरु भयो सुपर ओभरको नाटक। नाटक मात्रै कहाँ हो र, पहिलो सुपर ओभर पनि बराबरी। त्यो पनि बराबरी। अनि दोस्रो सुपर ओभर त्यो पनि बराबरी। 3 पटक सुपर ओभर खेल्नु पर्यो। यो त अलि बढी नै भयो नि। यो त पुरुष व्यावसायिक क्रिकेट इतिहासमै पहिलो पटक भयो क्यारे होइन? तेस्रो सुपर ओभरसम्म पुगेको खेल। पहिलो पटक नै? साँच्चै? रेकर्ड अनुसार पहिलो पटक। यसले दुवै टिमको त्यो प्रेसर ह्यान्डल गर्ने क्षमता त देखायो। तर खेलाडीहरूको मानसिक अवस्था कस्तो भयो होला है त्यति बेला, कल्पना गर्नै गाह्रो छ। त्यही त, त्यो मानसिक दबाव, यो त खेल मात्रै रहेन, इतिहास नै बन्यो भन्दा हुन्छ। अनि त्यो तेस्रो मतलब निर्णायक सुपर ओभरमा चाहिँ के भयो त? तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सका ज्याक लायन क्याचेटले 2 विकेट लिए अनि अन्ततः नेदरल्यान्ड्सले खेल जित्यो। नेपालका लागि पक्कै पनि निराशाजनक नतिजा। मुख्य खेलमा सन्दीप लामिछानेले 3 विकेट लिएका थिए अनि नन्दन यादवले अन्तिम बलमा चौका हानेर खेललाई सुपर ओभरसम्म पुर्याएका थिए नि। एकदमै, त्यो अन्तिम चौका नभएको भए त यो ट्रिपल सुपर ओभरको इतिहासै बन्दैन थियो होला। त्यही त, त्यही चौकाले नै यो सब सुरु गर्यो। तर यस्तो ऐतिहासिक खेल हार्दा त्यो पनि तेस्रो सुपर ओभरमा पुगेर पक्कै पनि नेपाली टोलीलाई ठूलो झट्का लाग्यो होला। पक्कै पनि, तर कथा यहाँ सकिँदैन। अर्को पाटो झनै रोचक छ। हो, त्यो हारको ठिक 2 दिनपछि जुन 19मा नेपाल फेरि मैदानमा उत्रियो। त्यही नेदरल्यान्ड्स विरुद्ध। र यसपटक नेपालले गजबको पुनरागमन गर्यो। नेदरल्यान्ड्सले पहिले ब्याटिङ गरेर 174 रन बनाएको थियो 7 विकेटमा। माइकल लेभिटले एक्लै 86 रन बनाएका थिए। लक्ष्य ठूलै थियो, 175 रनको। सजिलो त पक्कै थिएन होला त्यो ऐतिहासिक हारपछि। थिएन, तर नेपालले 19.4 ओभरमै लक्ष्य पूरा गर्यो। 4 विकेट गुमाएर 180 रन बनायो। वाह, कुशल भुर्तेलले 65 रन बनाए होइन? हो, कुशलको 65 रन एकदमै महत्त्वपूर्ण रह्यो। अनि आरिफ शेख पनि 39 रनमा अविजित थिए। रिटायर्ड हर्ट हुनु अघि उनको योगदान पनि कम थिएन। अनि अन्तिममा लोकेश बमले छक्का हानेर खेल जिताएका थिए क्यारे। एकदम लोकेश बमको त्यो विजयी छक्का, पहिलो खेलको त्यो नाटकीय हारपछि यसरी कमब्याक गर्नुले टिमको मानसिक दृढता देखाउँछ। हो नि, अनि एउटा रोचक कुरा के थियो भने हार्ने टोलीका माइकल लेभिट प्लेयर अफ द म्याच भए, जसले 68 रन बनाएका थिए। कहिलेकाहीँ यस्तो हुन्छ, जब कुनै खेलाडीको व्यक्तिगत प्रदर्शन एकदमै असाधारण हुन्छ, नतिजा आफ्नो पक्षमा नभए पनि सम्मान मिल्छ। लिभिटको त्यो इनिङ साँच्चै प्रभावशाली थियो। तर पनि जित्ने टिमबाट नभएर हार्ने टिमबाट प्लेयर अफ द म्याच चुनिनु अलि अनौठो चाहिँ लाग्यो। हो, अलि अनौठो त हो, तर समग्रमा हेर्दा यो जितले नेपाललाई त्यो श्रृङ्खलाको अङ्क तालिकामा निकै फाइदा पुर्यायो। ट्रिपल सुपर ओभरको हालपछिको यो जित एकदमै आवश्यक थियो। त्यसो भए यी दुई खेलबाट हामीले के बुझ्यौँ त? एउटा ऐतिहासिक तर पीडादायी हार, अनि अर्को एकदमै शानदार पुनरागमन। पहिलो खेलको ट्रिपल सुपर ओभर पुरुष टी20 क्रिकेटमा एउटा माइलस्टोन नै बन्यो, दुर्लभ र ऐतिहासिक क्षण। यसले टी20 क्रिकेट कति अप्रत्याशित हुन सक्छ भन्ने फेरि देखायो। अनि दोस्रो खेल? दोस्रो खेलले चाहिँ नेपालको दबावमा पनि राम्रो खेल्ने क्षमता, त्यो बाउन्स ब्याक गर्ने खुबी अनि मानसिक रूपमा कति बलियो छ भन्ने देखायो। दुवै खेलले उच्च स्तरीय प्रतिस्पर्धा र खेल भावना देखाए भन्न मिल्छ। एकदम मिल्छ। निकै प्रतिस्पर्धात्मक खेलहरू थिए दुवै। साँच्चै
यी दुई खेलले क्रिकेट प्रेमीहरूलाई रोमाञ्चकताको भरपूर खुराक दियो। ऐतिहासिक ट्रिपल सुपर ओभरदेखि त्यो प्रभावशाली पुनरागमनसम्म यो भाग त पक्कै पनि लामो समयसम्म याद रहनेछ। हो नि। अब यसले एउटा चाखलाग्दो प्रश्न पनि उब्जाउँछ है। के प्रश्न? कि टी20 क्रिकेटमा यस्ता सुपर ओभरका घटनाहरू, मतलब यति लामो चल्ने बराबरीका खेलहरू भविष्यमा अझै सामान्य बन्दै जाने हुन् कि? विशेष गरी जब टोलीहरू झन्झन बराबरीका हुँदैछन्। सोच्नुपर्ने कुरा हो। अनि अर्को कुरा, यो तीव्र अनुभवले, त्यो ऐतिहासिक हार र यो शानदार जितको चक्रले नेपालको आगामी टी20 यात्रालाई कस्तो प्रभाव पार्ला, कस्तो आकार देला, यो पनि सोचिनीय विषय